आन्टीसँग धन्यवाद सबैजनालाई गुड मर्निङ हैन आन्टी यति राम्रो माथि गएर उकालो चढेर आउनुभयो मलाई गाह्रो पऱ्यो ओह्रालोमा चढ्दा उहाँले नै मलाई क्वेसन गर्नुभयो ओह्रालो गाह्रो भन्नुभयो म खुट्टाको बिरामी अनि आन्टी बिहान कति बजी उठ्नुभयो हजुर म 5 बजे माइ गड 5 बजे हजुर अनि कति घन्टा चाहिँ माथि डाँडातिर घुमेर आउनुभयो 1 घन्टा घुम्छु आम्मा 1 घन्टा त्यो पनि धेरै ठुलो अनि यो गर्नुको कारण के भन्नु त एकचोटि यो चाहिँ अब यसो स्वस्थ रहनको लागि हो अनि अब रोगी पनि छु नि त सुगर प्रेसर थाइरोइड होइन यो त चलिआएको यसको लागि गर्नुपर्ने खानपिनदेखि लिएर सबै गर्नुपर्छ आन्टी मैले चाहिँ के गरेँ भने आन्टी यो तपाईँलाई भनिदिइहाल्छु म चाहिँ इन्टरनेसनल खेलाडी विदेश गएर वाक्क लाएर नेपाल आएर एउटा भर्खर युट्युबर चलाएर अनि हाम्रो बुढापाखा मान्छेलाई यसो हाल्दा कस्तो मजा आउँछ भनेर म हाल्ने म काटेर हाल्छु अन्यत्र म के हाल्दिनँ हाल्यो कि नहाल्ने आन्टी भन्नु त छैन होइन त्यस्तो नराम्रो होइन तपाईँको फिजिकल फिटनेस तपाईँ उकालोबाट आउनु भएको छ मलाई ओह्रालो गर्न चढ्न गाह्रो भइरहेछ होइन अनि तपाईँले भन्नु गाह्रो भयो भन्नु सोध्नुभयो नि त मलाई त गाह्रो भयो मेरो त खुट्टा दुइटै अपाङ्ग छ होइन नेपाल सरकारले त हेर्दैन अनि आन्टीको जिज्ञासा यो उमेरमा 1 घन्टा भनेको ठुलो कुरा ठिक छ आन्टी अरू ल तपाईँलाई के लागेको कुरा भनिदिनु त अब बिहान चाहिँ आफ्नो स्वास्थ्यको लागि होइन 1 घन्टा चाहिँ टाइम दिनु पर्यो दिनभरि जे गरे पनि आफ्नो स्वास्थ्यलाई चाहिँ पहिलो प्राथमिकतामा राख्नु पर्यो अनि जे खाए पनि भयो होइन 1 घन्टा आफ्नो टाइम दिएपछि त्यही हो अब रोगीहरूले त खानु पर्यो यत्रो डाँडाको उकालो भरिङ मैले बनाएको छैन आन्टी सुरु हिँड्नु भएको छ म सकेको छैन होइन गाइस यो सल्लाहगारीमा बिहानमा उहाँले आफ्नो स्वास्थ्यको लागि मात्रै हिँड्नु भएको छ भन्नुभएको रोगी पनि हुनुहुन्छ होइन उहाँ आन्टीको लागि लाइक र पेज एमएडी टाइगरमा सब्सक्राइब गर्नु ल आन्टीको म एडिट गरेर फोटो म टक्क हालेर भिडियो हाल्छु धन्यवाद आन्टी धन्यवाद